छन् छोरी मान्छेले पढ्नु हुँदैन भन्छ पढेर केही हुँदैन भन्नुहुन्छ बुवाले किन पढ्नु पर्ने घरकै काम गर भन्नुहुन्छ के अरू मान्छेसँग डर लाग्ने नाम देख्न डर लाग्ने हस्पिटल जाँदा पनि एकदम डराउने हेर्नै नआउने शौचालय त्यस्तो हेर्न आउने मलाई त कस्तो पढ्न इच्छा थियो अब समाजले दिँदैन न्याय होला भनेर कस्तो कहिले म पनि जान पाऊँ स्कुल जान पाऊँ भनेर एकदम हुने के मनमै एकदम दबाएर बस्ने अब भाइले पढेको म हेरिरहेको छु के अनि आऊ यहाँ सिलाइ काम गर्नु पर्यो आऊ आऊ भनेर बुवाले गाली गर्नुहुन्छ सत्र वर्षमा बिहा भयो मिट पसलमा कोठा मासु पसल राखेँ र हिसाब गर्न आउँदैन कि अनि यस्तो मोबाइल पनि चलाउन आउँदैन नि पसल कसरी चलाउने भनेर कस्तो डर लाग्यो कि मलाई केही आउँदैन थियो पसलमा बसेर कुनामा कसरी गर्ने छोरालाई कति मलाई सिकाइदिनु मलाई नाम लेख्न सिकाइदिनु केही नभए पनि मलाई नाम त सिकाइदिनु भन्छ यसो यसो गर भन्छ मलाई त आउँदैन अनि उनीहरू कुरा गर्ने पनि डर लाग्ने बर्चुप लाएर बस्ने आफूलाई एकदम प्रहरी कक्षा कहीँ छ कि भने खोज्न कहीँ छैन कहीँ पनि छैन के दुःख लाग्यो यस्तो मलाई त अनि के गर्ने अनि यहाँ अनि एकजना सिस्टर आउनुभएको थियो अहिले त संसारमा यहाँ कलेज छ नि त्यहाँ पढ्न जाऊ भने कि एकदम ह्याप्पी एकदम खुसी भएर म त नाचेको अब म पनि पढ्ने भयो भनेर अनि मिस्टेक भयो ल यहाँ माथि गर्नुपर्छ डर लाग्यो म्यामहरूसँग डर लाग्यो क्या मलाई काम न पर्दैन आन्टी काम न पर्दैन हामी केही गर्दैन अनि दोस्रो दिनमा चाहिँ मलाई आफ्नो नाम सिकाउनु भयो भक्ति लेख्नु ल भक्ति भनेको कति गरेँ आएन कि बिर्सिने पर्सि चाहिँ अनि एबिसिडी क ख ग ख सबै अनि पढेँ
2 वर्षमा मलाई माथि लानुभयो। I am happy. Only 110 सम्म पढ्ने। Happy. Thank you for sharing. कन्टिन्यू अहिलेसम्म मैले एक्सन गरेको छैन मैले। हुँदा हिसाब गर्न पनि एकदम फास्ट भयो, मासु काट्न पनि आयो। अनि बुवाले पनि पहिला मैले छोरीलाई पढ्न नपठाए धेरै गल्ती गरे सरी भन्छ कि आफै देख्छ ओहो मम्मीले धेरै प्रगति गरिसक्यो, धेरै राम्रो भन्नुहुन्छ। एकदम खुसी लाग्यो, एकदम बयानै छैन म के गरे शब्द बयान गरौँ भनेर।